हामी एक ठाउँमा छौं, एक रहन्छौं। ल यदि देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सोच्ने हो भने त्यो सम्भव छ। तपाईहरु लोकतान्त्रिक गणतन्त्रको कुरा गरिराख्नु भएको छ, हामी राज संस्थाको कुरा गरिराखेका छौं। तपाईहरुको लोकतन्त्र र हाम्रो राज संस्थालाई एक ठाउँमा राखेर लोकतान्त्रिक राज संस्था कायम गर्न सकिन्छ। त्यो नै नेपालको हितमा हुन्छ। त्यसतर्फ ध्यान दिनको निमित्त म सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु। साथीहरू, अब म धेरै लामो समय लिइराख्न चाहन्न। फेरि एकपटक म सरकारलाई आग्रह गर्न चाहन्छु, आस्थाका बन्दीहरूलाई बिना शर्त चाँडो भन्दा चाँडो रिहा गरियोस्। संविधानको भावना विपरीत अप्रजातान्त्रिक ढंगबाट विचारलाई निषेध गर्ने कानून बनाउने काम रोकियोस्। हाम्रो यो अभियान निरन्तर रूपमा जारी रहनेछ। आज हामी यहाँ राजावादी, हिन्दूवादी, राष्ट्रवादी शक्तिहरू उपस्थित भएका छौं। हामी एक भएका छौं, हामी एक ठाउँमा उभिएका छौं। आज हामी एक ठाउँमा उभिएका छौं र मलाई पूरा विश्वास छ कि यो एकतालाई, यो सहकार्यलाई निरन्तरता दिँदै चाँडो भन्दा चाँडो हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापना गर्ने आन्दोलनको घोषणा, कार्यक्रमको घोषणा केही हप्ताभित्रमा नै हुन सक्छ भन्ने मलाई लाग्दछ। विलम्ब नगरौं, एकताबद्ध भएर चाँडो भन्दा चाँडो कार्यक्रमको घोषणा गरौं भन्ने म आग्रह गर्न चाहन्छु। आदरणीय साथीहरू, तपाईहरु सबैको भावना मैले बुझेको छु। तपाईहरु मात्र होइन, देशभरिका राष्ट्रवादी, हिन्दूवादी, राजावादीहरूको चाहना छ सबै राष्ट्रवादीहरूको बीचमा एकता होस्। हामी पनि त्यही चाहिरहेका छौं। त्यसर्थ म बडो विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो आस्थाका बन्दीहरूको रिहाईको निमित्त, यो असंवैधानिक ढंगबाट बनाउन लागेको कानूनलाई रोक्नको निमित्त हिन्दू राष्ट्र र राज संस्थाको पुनर्स्थापनाको अभियानमा हामी सबै एक छौं भन्ने, एक रहनेछौं भन्ने सन्देश दिनको निमित्त म एकपटक आग्रह गर्न चाहन्छु। राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनलाई मञ्चमा आइदिनको निमित्त म आग्रह गर्न चाहन्छु। यसैगरी म राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलाई पनि मञ्चमा आइदिन अनुरोध गर्न चाहन्छु। यसैगरी संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीलाई पनि मञ्चमा आइदिन अनुरोध गर्न चाहन्छु। हामी एक ठाउँमा छौं, एक रहन्छौं। ल मलाई धेरै कुरा भन्न छैन। मूल कुरै हामी सँगै छौं र सँगै काम गर्न, सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ भन्नु छ भने त्यति हो। त्यसमा कुनै दुविधा नरहोस्, यति मात्रै मैले भन्न चाहन्छु। आज देश विशिष्ट परिस्थितिका बीच अगाडि बढिराखेको छ। हामीले हाम्रो आँखाले देख्दाखेरि सबै चीजहरू ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबभन्दा अप्ठ्यारो अवस्थामा छ। भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त छ मात्र होइन, हाम्रो भविष्य
हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योलग्रस्त बन्दै गएको छ। यस्तो बेला देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त शक्तिहरू, राष्ट्रवादी शक्तिहरू एक ठाउँ आउन जरुरी छ। अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हावी भइराखेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढौँ। यो कार्यको लागि फेरि पनि दोहोऱ्याउँछु, राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ। हाम्रा साथीहरू जसले राष्ट्र संस्थाको पक्षमा आवाज उठाउनुभयो, उनीहरूलाई खोजी खोजी आज कस्टडीमा राखिएको छ। मानवाधिकारका कुरा गर्ने, लोकतन्त्रका कुरा गर्नेहरूले अस्ति चैत 15 गते मानवाधिकारको कसरी खिल्ली उडाए, लोकतन्त्रको खिल्ली कसरी उडाए, त्यसको साँची हामी आज ठीक ढङ्गले चल्न नसक्दाखेरि यी सबै प्रकारका अन्यायहरू, यी सबै प्रकारका निरङ्कुशताहरू सहन बाध्य जस्तो भएका छन्। त्यसकारण म फेरि पनि आग्रह गर्छु, यस प्रकारका अलोकतान्त्रिक मानवाधिकार विरोधी गतिविधिका विरुद्ध हामीले सशक्त गतिविधिहरू अगाडि बढाउन जरुरी छ। त्यसका लागि योजना, रणनीति निर्माण गर्न जरुरी छ। यसका लागि हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ। हाम्रा साथीहरू जो थुनामा हुनुहुन्छ, उहाँहरूको रिहाई र चैत 15 गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाव सिर्जना गरौँ। मैले संसदमा पनि भनेको छु, सार्वजनिक सभाहरूमा पनि भनेको छु कि जबरजस्त चैत 15 गतेको घटनालाई राजावादीहरूको हिंसात्मक प्रदर्शन भनेर भाष्य निर्माण गर्ने प्रयास भयो। मैले सधैँ प्रश्न गरेको छु, त्यो राजावादीहरूको प्रदर्शन हिंसात्मक थियो भन्नको लागि आजको दिनसम्म प्रहरीले प्रदर्शनकारीहरूबाट कतिवटा बन्दुक पक्र्यो, कतिवटा खुकुरी पक्र्यो, कतिवटा लाठी पक्र्यो। मैले बारम्बार प्रश्न गरेको छु र संसदमा पनि प्रश्न गरेको छु, 746 राउन्डभन्दा बेसी अश्रु ग्यास, त्यो पनि म्याच सकिएका अश्रु ग्यासका सेलहरू प्रहार गरियो। त्यो अश्रु ग्यास के प्रदर्शनकारीहरूले प्रहार गरेको हो? विभिन्न प्रकृतिका 250 राउन्डभन्दा बेसी गोली चलाइयो, त्यो के प्रदर्शनकारीहरूले चलाएको हो? यो सबै छानबिनको विषय हुनुपर्छ। आज प्रदर्शन स्थलमा मात्र होइन, प्रदर्शन स्थलभन्दा धेरै पर रहेको र प्रदर्शनसँग कुनै सम्बन्ध नभएका रेबिका खत्री जस्ता निहत्ता मानिसहरूलाई आफ्नो घरको ढोकामा छिर्दा छिर्दै गोली लागेको छ। त्यो कसले हानेको हो र किन हान्यो? यो सबै घटनाले सरकार कति आत्तिएको छ,
कति निरङ्कुश छ भन्ने कुरा सार्वजनिक भएको छ। त्यसकारण यी सबै विषयको न्यायिक छानबिन हुनुपर्छ र त्यसका लागि न्यायिक आयोग गठन हुनुपर्छ। यो न्यायिक आयोग गठन नभएसम्म, हाम्रा साथीहरू रिहाई नभएसम्म हामीले हाम्रा कार्यक्रमहरू अगाडि बढाइराख्नुपर्छ मात्र होइन कि हामीले हाम्रो मूल मुद्दा राज संस्था, हिन्दू राष्ट्र पुनर्स्थापना, संहिता खारेजी जस्ता विषयहरू जबसम्म हामीले टुङ्गो लगाउँदैनौँ त्यति बेलासम्म हामी आन्दोलित भइराख्नुपर्छ र हामी निरन्तर रूपमा अगाडि बढिराख्नुपर्छ। यसको लागि म फेरि पनि भन्छु, राप्रपा सबैसँग सहकार्य गर्न, छलफल गर्न तयार छ र आज म धेरै भन्दिनँ। मेरो तर्फबाट, पार्टीको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्छु। हामी देशको माटो शिरमा राखेर र राज संस्थालाई हृदयमा राखेर अगाडि बढ्नु बाहेक हामीसँग अर्को विकल्प छैन। हामी हटेर होइन, डटेर, मागेर होइन, खोसेर हामी हिन्दू अधिराज्य सहितको राज संस्था पुनर्स्थापनाको निम्ति हामी आफ्नो जीव ज्यान बलिदान दिन पनि तयार हुनुपर्छ। आज हाम्रो देश यस्तो अवस्थामा फसेको छ, त्यो कुरा म दुई पटक संसदभित्र छिरेर हेरिसकेकी छु। राष्ट्र र राष्ट्रियताको लागि नेपाली जनताको आवाज उठाउने ठाउँमा त्यहाँ देशका जनताको समस्या जस्ताको तस्तै हुन्छ, त्यहाँ जनताको आवाज सुनिँदैन। यदि सुनिएको भए आज हाम्रो यो अवस्था हुने थिएन र यहाँ धर्मनिरपेक्षता पनि हुने थिएन। हामी 75वटा जिल्लामा गएर हामी संविधान बनिरहँदाखेरि हामी प्रत्येक निर्वाचन क्षेत्रमा गएर जनताको राय बुझेका थियौँ। तपाईहरूलाई हिन्दू राष्ट्र चाहिएको छ कि धर्मनिरपेक्षता चाहिएको थियो? सम्पूर्ण यावत विषयमा त्यहाँ जनताको सुझाव अहिले सिंहदरबारभित्र गएर हेर्नुहोस्, बोराको बोरा राखेको छ, एउटा बोरा पनि फर्काएर हेरेको छैन। र आदरणीय पत्रकार मित्रहरूलाई म के भन्न चाहन्छु, अब राष्ट्रको विरोधमा होइन, तपाईहरूलाई पनि राष्ट्र चाहिएको छ। राष्ट्र रहेन हामी रहौँला। यो नेपाल राष्ट्र यदि हामी चुप लागेर बस्यो भने 2 दशक पछि हाम्रो नेपाल रहने छैन। यो कुरा तपाईहरूले पनि मनन गर्नुहोस्। र अर्को कुरा, म एउटा कर्मठ राष्ट्र सेवाको श्रीमती म गङ्गा चौधरी, म सुरक्षाकर्मी मित्रहरूलाई पनि म भन्न चाहन्छु, हिजोको दिनमा 10 वर्ष द्वन्द्वकालमा मेरो श्रीमान पनि त्यतिखेर कार्यरत हुनुहुन्थ्यो। त्यतिखेर त्यहाँको सिन्धुलीको घटनाले मलाई पटक पटक झस्क्याउँछ। सिन्धुली त्यतिखेरको घटना सम्झिँदाखेरि मेरो आँखाबाट अहिले पनि आँसु आउँछ। महिलाहरू आफ्नो श्रीमानको लामो आयुको निम्ति हाम्रो तीजको व्रत बसिरहँदाखेरि कति लास त्यहाँ बर्साए। आज तिनीहरूको संरक्षणको लागि तपाईहरू 25-26 जनाको टिम बस्नु भएको छ। आज तिनीहरू नै भ्रष्टाचार गरेर देशलाई दलदलमा फसाएका छन्। तपाईहरू त्यो बन्दुक तिनीहरूलाई किन तर्साउन सक्नुहुन्न? आज देशको लागि जसले आवाज उठाइराखेको छ, हाम्रो यहाँ हेर्नुहोस्, आस्थाका बन्दीहरू कसैको घर लुट्न गएका थिएनन्, कसैलाई मार्न गएका थिएनन्, कसैको श्रीमतीका सिन्दुर पुस्न गएका थिएनन्। आज तिनीहरूलाई आज राष्ट्रद्रोहको मुद्दा लगाउनुहुन्छ। राष्ट्रद्रोही त त्यो हो जो राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने व्यक्ति राष्ट्रद्रोही हो। आज हेर्नुहुन्छ भने तपाईहरू पनि सोच्नुहोस्, अहिले पनि तपाईहरू के गर्दै हुनुहुन्छ? तपाईहरूका चेलीबेटी म जस्ता कैयौँ नारीहरूको 5-5 हजार महिलाहरूको सिन्दुर पुछेका छन्। कति नारीहरूको अस्मिता लुटिएको छ। आज नहुँदै हाम्रो मातृभूमिको दिनधारे विदेशीहरूले बुटले कुल्चिरहँदाखेरि पनि तपाईहरूले ठुलो हेरिराख्नु भएको छ। अझै राष्ट्रको आवाज उठाउने माथि गोली पर्साउनुहुन्छ। आज राष्ट्रको आवाज उठाउनेलाई गोली ठोक्ने अधिकार कसले दियो तपाईहरूलाई? यो प्रश्न गर्न चाहन्छु सुरक्षाकर्मी मित्रहरूलाई। आदरणीय, म यति भनिरहँदाखेरि तपाईहरूलाई लाग्न सक्छ अहिले पनि मेरो फ्यामिलीबाट
100-150 जना प्रहरी प्रशासनमा छन्। उहाँहरूलाई पनि मैले भनिराखेको छु, राष्ट्रको लागि बोल्नेलाई गोली बर्साउने होइन, भ्रष्टाचारी गर्ने, देश लुट्ने, 205वटा बैंक लुट्ने त्यस्ता अपराधीहरूलाई गोली ठोक्ने बेला आएको छ। त्यसैले म के भन्न चाहन्छु भने यथाशीघ्र हाम्रो आस्थाका बन्दीहरूलाई बिना शर्त रिहा गर्नुहोस्। र म आदरणीय राष्ट्रवादी मित्रहरूलाई के भन्न चाहन्छु भने यसरी आम सभा जुलुस गरेर होइन, मिल्दैन अधिकार। 17,000 को रगतसँग होली खेलेका मान्छे त्यतिकै सत्ता छोड्दैन। यो कुरा पनि तपाईँ हामीले बुझ्नुपर्ने जरुरी छ। त्यसैले 2 जना शहादत प्राप्त गरेका छन्। 250 राउन्ड गोली बर्साउनेलाई के कारबाही हुने यो जनताले निर्णय गर्नेछ भोलिको दिनमा। यो कुरा पनि यहाँहरूले बुझिराख्नुहोस्। हिजोको दिनमा 10 वर्ष द्वन्द्वकालमा म एउटा प्रहरी परिवार भएको कारणले नसुत्ने निद थियो, न बाहिर घुम्ने त्यस्तो वातावरण थियो। लुकी लुकी हामी हिँड्नु पर्ने थियो। जहाँ श्रीमान जान्थे मलाई लैजानुहोस्, तपाईँसँगै म पनि शहादत प्राप्त गर्छु भन्ने हाम्रो अवस्था सिर्जना भएको थियो। मेरो ससुरालाई 3 टुक्रा पारेर माओवादीले मार्यो। अहिले पनि सम्झँदाखेरि मैले तिनीहरूलाई अगाडि पाएँ भने कसैले मारेर दियो भने म शाकाहारी मान्छे तिनीहरूको रगत पिउँछु भन्ने मलाई रिस उठ्छ त्यस्तो। त्यसैले म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएकै कारणले, प्रहरीकै बाउ भएकै कारणले मेरो ससुरालाई माओवादीले 10 वर्ष द्वन्द्वकालमा 3 टुक्रा पारेर मारे। के म यो बिर्सन सक्छु? सक्दैन। त्यसैले अब राष्ट्रको भलो, राज संस्था पुनर्स्थापना नभइकन देश जोगिँदैन। यदि देश जोगाउने हो भने तपाईँ हामी सबैले आफ्नो स्वार्थ छोडेर राष्ट्र झण्डा मुनि आउनुहोस्। गङ्गा चौधरी एमाले पार्टी छोड्यो। एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो त्यतिखेर त्रिशुली नदीमा जनताको बहुदलीय जनवाद त्रिशुली नदीमा बगिसकेको कुरा मैले तपाईँहरूको लागि अगाडि आज बोल्न चाहन्छु। हिजोको सर्वहाराको नारा लगाउनेहरू आज हेर्नुहोस् गगनचुम्बी महल कहाँबाट आयो? पत्रकार मित्रहरू खोज्नुहोस्। जसको चप्पल लगाउने हैसियत नभएका वर्षमान पुन लगाएका घर हेर्नुहोस्, गगनचुम्बी महल छ। त्यो लुम्बिनी प्रदेशमै पर्छ तिनीहरूको घर। हिजो लुङ्गी लगाउनेहरू आज 10,000 को साडी लगाउँछन्, 50,000 को साडी लगाउँछन्। तिनीहरू कहाँबाट पाए? त्यो कुरा तपाईँ हामीले खोज्नुपर्ने जरुरी छ। यो कुरा नखोजेसम्म हामीले नेपाली जनतालाई न्याय दिन सक्दैनौँ। त्यसैले हामी सम्पूर्ण राष्ट्रवादी शक्तिहरू अब ढिलो होइन, एक ठाउँमा जुर्बुराउँ र कार्यक्रम आन्दोलनका कार्यक्रम निरन्तर दिनको लागि मैले आह्वान गर्दै शिवसेना नेपालको तर्फबाट मलाई बोल्ने अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि आभार प्रकट गर्दै आफ्नो भनाइ यहीँ गर्दछु। जय देश, जय निरयस, हर हर महादेव।